सुकुम्बासी भनेको त्यही हो। देशभरि कतै जग्गा नभएकोलाई चाहिँ सुकुम्बासी भनिन्छ क्या। यहाँ बस्यो यहाँ चाहिँ छैन तर ऊ पाहाडमा छ भन्ने चाहिँ सुकुम्बासी भन्छ क्या। सुकुम्बासी भने अझ जग्गा यो ठाउँमा नभएको, आय स्रोत नभएको, कमाउन पनि नसक्ने, वार्षिक केही आय हुन्छ क्या। वार्षिक यति नकमाउनेलाई पनि सुकुम्बासी भनिन्छ। खान लाउनलाई त पैसा त हुनु पर्यो नि त मान्छे, त्यो नहुनेलाई पनि सुकुम्बासी। सबै यहाँ हाम्रो छैन धेरै जग्गाहरू कसैको सहीमा जो सही सुकुम्बासी हो उसले चाहिँ जग्गा पाउनुपर्छ संविधानमै पहिलेको अब खोलामा घर बनायो भने त्यसलाई चाहिँ प्रचार गरेर चाहिँ बदनाम गर्न खोजेको क्या तपाईँहरूको त पहिलादेखिको 50 वर्ष भइसक्यो तपाईँहरू यहाँ बसिराख्नु भएको। तपाईँहरूलाई त पूर्जा अहिलेसम्म दिनुपर्छ भनेर नै हामी आएको हो कि तपाईँहरूले दुःख पाउनु पर्यो। अहिलेदेखि नै बसेको त हामी यहाँ अब यहीँ बुढाबुढी भइसक्यौँ आउनु न तपाईँहरू अगाडि गर्नु अहिले अब आरामै छ हामीलाई होइन। त्यसरी उठाएर हामी कहाँ जानु? त्यही त हुँदैन केही पनि। तपाईँहरूले त पाउनुहुन्छ र पाउनु पनि पर्छ भन्ने नै हामीले पाउनै पर्छ। अनि हामी चाहिँ काठमाडौँ महानगरमा गइसकेपछि काठमाडौँ पनि तपाईँहरू जस्तै 4000 देखि 5000 मान्छेहरू छन् उनीहरूको लागि भनेर हामीले सम्झौता पनि गरिसकेको थियो। तर त्यति बेला चाहिँ अरू सरकारहरू भएर उनीहरूलाई कुरा अगाडि नबढाइदिएको हो क्या। अब यहाँ आइसकेपछि अब हामीले चाहिँ जसरी तपाईँहरूको दिने भनेर मलाई धनी हामीले दिने अब ल्याउने घरै घर पनि भन्नुभएको थियो। यो त 35 वर्ष भइसक्यो तपाईँहरूले पाउनु भएको छैन। तपाईँहरू सानोदेखि भइरहेको पाउनु भएको छैन। ठिक छ यो हाम्रो गाउँ त अब उहिलेदेखि बाजे बोल्छ उहिलेदेखि नै बसोबास गरेको। मधेस पनि दिल्ली बम्बई पनि छैन, पार पहिरो पनि छैन। यही ठाउँ हाम्रो उहिलेदेखि बाजेको पनि बाजे बुर्जुदेखिको यहीँ नै। हामी त कता कता बाजे बुर्जुको पनि देखि पनि तल सुन्नुभएको थियो पहिला मोबाइलमा मोबाइलमा बुढाबुढीको पनि हेरेको। टिकटकमा देखेको अस्ति रहेछ कि फरक छ? मोबाइलमा देखेर यहाँ उस्तै अझै यहाँ राम्रो हो नि होइन। ठिक छ।